हेलो एन्ड नमस्ते। आज चाहिँ हामी मेथड अफ प्रिपरेसन अफ हेलो अल्केनको बारेमा पढ्नेछौँ र आज चाहिँ हामी हेलो अल्केनलाई कसरी बनाउन सकिन्छ भन्ने फुल्ली डिटेलमा जान्नेछौँ। र हजुरले यति मैले यहाँ नोट पनि दिएको छु, यो नोट पनि यदि हेर्नु भने हजुरलाई केही पनि पढ्नु पर्दैन मेथड अफ प्रिपरेसन अफ अल्केन्सको बारेमा, हेलो अल्केनको बारेमा। यदि मैले अल्केन्स लिएँ र त्यसमा Cl2 राखेँ र त्यसलाई के गरेँ, इन द प्रेजेन्स अफ लाइटमा राखेँ भने CH3 Cl बन्छ, HCl निस्किँदै जान्छ। अब धेरै क्लोरिन छ भने के हुन्छ, अब क्लोरिनले चाहिँ HCl निकाल्दै CCl4 सम्म लान्छ। यहाँ मैले केही थोरै नोटहरू राखिदिएको छु, त्यो यदि हजुरलाई पढ्न मन लाग्यो भने भिडियो पज गरेर पढ्न सक्नुहुन्छ। तर यो यदि आफ्नो ज्ञानको लागि त ठिक छ, तर इक्जाममा नै चाहिँ भनेर सोध्दैन है। अनि फ्रम अल्केन्स भनेको छ, अल्केनमा चाहिँ यो गर्नुभन्दा अगाडि हामीलाई के चाहिन्छ भन्दाखेरि यदि हामीले HClहरू जोड्यौँ, HBr जोड्यौँ, जे भए पनि एउटा कुनै एसिडसँग के जोड्यौँ भने चाहिँ के हुन्छ भन्दाखेरि मार्कोनिक अफ रुल लाग्छ। यदि मार्कोनिक अफ रुल पनि कस्तो बेला लाग्छ भन्दाखेरि यदि हजुरले लिनुभएको सब्स्टेन्स चाहिँ अर्ग्यानिक सब्स्टेन्स चाहिँ अनसिमेट्रिकल हो क्या। अनसिमेट्रिकल भनेको एउटा दुईवटा बोन्ड छ अथवा तीनवटा बोन्ड छ होइन। मानव त्यसलाई मैले चक्कु लिएर काटेँ भने दुवैतिर बराबर हुन्छ भने त्यो सिमेट्रिकल हो र दुवैतिर बराबर हुँदैन भने त्यो अनसिमेट्रिकल हो। यति बुझेपछि हामीले मार्कोनिक अफ रुलमा बुझ्नुपर्ने कुरा भनेको धनी अझै धनी हुने र गरिब अझै गरिब हुने। यहाँ हेर्नुहोस्, एकतिर यसमा CH3 CHमा के छ, हाइड्रोजन कम छ भनेपछि यो के हुनु पर्यो, अझै गरिब हुनु पर्यो। भनेपछि यहाँ Br आउने भयो, CH2 भयो, त्यो भनेपछि हाइड्रोजन त दुईवटा छ, अझै पनि 3 हाइड्रोजन जान्छ र त्यसलाई नै हामी के भन्छ, मेजर भन्छ। हामीले एकचोटि हाइड्रोजन एउटामा, एकचोटि हाइड्रोजन Brमा गरेर दुइटै बनाउने। तर मेजर र माइनर कसरी छुट्याउने, धनी अझै धनी होस् र गरिब अझै गरिब होस्। यदि अब यसमा थोरै कुरा जोड्दै मैले एन्टी मार्कोनिकको, यसमा चाहिँ पेरोक्साइडको प्रेजेन्समा हुन्छ र ठिक उल्टो हुन्छ, धनी गरिब हुन्छ र गरिब धनी हुन्छ। र यहाँ चाहिँ अब इक्जाममा चाहिँ हजुरलाई दुइटै गरिदिनुहोस् र मेजर र माइनर गरिदिनुहोस्। यदि कन्भर्जनमा आयो भने हजुरलाई मेजर मात्रै गर्दा हुन्छ, माइनरलाई गर्नु आवश्यक देखिँदैन। अब अरू पनि कुरा गर्ने हो भने यसलाई धेरै मेथड अफ प्रिपरेसन गर्न सकिन्छ। जस्तै अब हेलोजन एसिड होइन, एसिडहरूसँग अल्कोहललाई मैले एसिडमा हालिदिएँ भने त्यहाँबाट के भन्छ, H2SO4 प्रेजेन्टमा किन राखेँ भन्दाखेरि पानी निकाल्ने। H2SO4 कङ्क H2SO4को काम भनेको नै पानी निकाल्नको लागि हो। र मैले यहाँ धेरै नोट राखिदिएको छु, यो हजुरहरूले पढ्न सक्नुहुन्छ। यो चाहिँ हजुरलाई सीमा पनि काम लाग्छ, यो सीको नै बुक हो टु बी अनेस्ट। अनि अरू भन्नुपर्दा यहाँ फ्रिङ्कस्टिङ रियाक्सन छ, अरू छ, यो चाहिँ एकचोटि यहाँ आफै पढ्नु होला। बुझ्नु भएन भने तल गर्न सक्नुहुन्छ, मैले नोट राखिदिएको छु, एकचोटि पढ्नु।